वृन्द जोगीको भेषमा रहेर दुर्गा आमा लगायत एक जना अपराधीलाई एकदमै राम्रो सबक सिकाउने उद्देश्यले अघि बढिरहेका रामलाई प्रहरीहरूले हतकडी लगाएर लगिसकेका छन्। दर्शकवृन्द, के प्रहरीहरूले उक्त जोगीको भेषमा रहेको रामलाई जेलमा लगिसके पछाडि उक्त जोगी अरू कोही नभएर राम हो भन्ने कुरा थाहा पाउलान् त? हो दर्शकवृन्द, प्रहरीले पनि माथिबाट उक्त जोगीको छातीमा गोली हान्ने आदेश आइसकेको कुरा व्यक्त गरिसकेका छन्। कतै उक्त प्रहरीले जोगीको भेषमा रहेका रामलाई केही त गर्ने होइन? के अब सत्यको जित होला त? कतै जोगीको भेषमा रहेका रामलाई केही त हुने होइन? के अब बिचरा राम आफ्नो लक्ष्य अनि गन्तव्यमा पुग्न सक्लान् त? कि कतै रामलाई उक्त प्रहरीहरूले जेल पुर्याउनु अगाडि रूपा लगायत उनीहरूको टोलीले रोक्ने हुन् त? दर्शकवृन्द, यी सबै विषयहरूको बारेमा आजको यस भिडियोमा हामी अन्तिमसम्म जानकारी दिनेछौँ। त्यसैले यस भिडियोलाई अन्तिमसम्म पक्कै पनि हेर्नुहोला। हो दर्शकवृन्द, तपाईँहरू यदि साँच्चै बुहारी सिरियललाई माया गर्नुहुन्छ अनि कुनै पनि हालतमा रामको जित हुनुपर्छ भन्ने चाहनुहुन्छ भने तपाईँले बुहारी सिरियललाई कुन ठाउँदेखि अनि कतिौँ भागदेखि हेर्दै आइरहनु भएको छ र अब के हुँदा राम्रो हुन्छ जस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला। दर्शकवृन्द, तपाईँहरूले पनि बुहारी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेर्नुभयो होला र उक्त भाग हेर्दै गर्दाखेरि तपाईँहरूको मन एकदमै आत्तिरहेको होला। दर्शकवृन्द, यस कारणले तपाईँहरूको मन एकदमै आत्तिरहेको होला कि आज जोगीको भेषमा रहेका उक्त रामलाई प्रहरीहरूले हतकडी लगाएर लगिसकेका छन्। कतै प्रहरीहरूले केही त गर्ने होइनन् भन्ने कुराले गर्दा तपाईँ हाम्रो मन एकदमै आत्तिरहेको छ। दर्शकवृन्द, आजको यस भिडियोमा आउँदो भागमा के हुन्छ त त्यसको बारेमा पुरा जानकारी दिनेछु। त्यसैले अन्तिमसम्म पक्कै पनि रहनुहोला। हो दर्शकवृन्द, जसरी विशालको अन्त्य राम लगायत उनीहरूको टोलीले गरेका थिए त्यसै गरी उनीहरूले पनि विकीको अन्त्य गरेर त्यही स्थानमा विशाललाई जस्तै गरी विकीलाई त्यस्तो अवस्थामा छोडिदिएका छन्। हो दर्शकवृन्द, अनि त्यहाँ प्रहरीको उक्त टोली एकदमै गम्भीर भएर उक्त कुराको अनि उक्त घटनाको अनुसन्धान गरिरहेको छ। दर्शकवृन्द, त्यहाँ सबैजना दुर्गा आमा लगायत वरिपरि रहेका सबै गाउँलेहरू भेला भएका छन् अनि त्यहाँ रमेश, मुना लगायत सबै व्यक्तिहरू पनि भेला भएका छन्। दर्शकवृन्द, त्यसै गरी प्रहरीहरूले पनि विभिन्न कुराहरू व्यक्त गर्दै उक्त घटना केवल जुन व्यक्तिले त्यही व्यक्तिले बदलाको भावनाले विकीमाथि हमला गरेको हो अनि आज विकीको यो अवस्था भएको हो। यदि तपाईँले कुनै पनि व्यक्तिलाई देख्नु भएको छ अनि गाउँमा कोही व्यक्ति त्यस्तो नयाँ नौलो पाउनु भएको छ भने हामीलाई जानकारी दिनुहोला, नत्र भए यहाँ जे पनि हुन सक्छ भन्ने कुरा पनि प्रहरीले व्यक्त गरिरहेको छ। हो दर्शकवृन्द, प्रहरीले ती सबै कुराहरू भन्दै गर्दाखेरि यता कमलाले उक्त विकीले आफूमाथि गरेको अत्याचार अनि मुनाले पनि आफूमाथि गरेको अत्याचार सम्झिरहेकी छिन्। दर्शकवृन्द, अनि कर्म अनुसारको फल आज जोगी भगवान बनेर आएर दिनुभएछ, एकदमै राम्रो गर्नुभयो भन्ने कुरा पनि उनीहरूले मनमनमै सोचिरहेका छन्। दर्शकवृन्द, अनि उक्त ठाउँमा दुर्गा आमा, मालती र श्रुतिको उक्त फोटोलाई एकतिरबाट काटिएको उक्त कुरालाई प्रहरीले देखाउँदै अबको शिकार अरू कोही नभएर तपाईँहरू तीनजना हुनुहुन्छ, तर तपाईँहरूको फोटोलाई एकतिरबाट मात्र काटिएको छ। यसको अर्थ अझै पनि हामीले ठम्याउन सकेको छैनौँ। त्यसैले तपाईँहरू एकदमै सुरक्षित रहनुपर्छ भन्ने कुरा पनि प्रहरीले व्यक्त गरिरहेका छन्। दर्शकवृन्द, अब पालो उनीहरूको आएको थाहा पाइसके पछाडि दुर्गा आमा, मालती र श्रुति एकदमै आत्तिरहेका छन्।
हो दर्शकवृन्द, साँच्चै नै उक्त घटना त्यसरी लगातार घटाउने अरू कोही नभएर साधुको भेषमा अनि ताण्डव रचेर हिँडिरहेका राम लगायत उसको टोलीहरूको कार्य हो। दर्शकवृन्द, अनि उतातिर जङ्गलमा जोगीको भेषमा रहेका राम लगायत उसका टोलीहरू एक आपसमा कुराकानी गरिरहेका छन्। हो दर्शकवृन्द, अनि रामले विभिन्न कुराहरू गर्दै रूपाले आफूलाई त्यतिन्जेलसम्म साथ दिएकोमा एकदमै धन्यवाद प्रकट गर्दै अबको बाँकी लडाइँ आफै लड्ने कुरा व्यक्त गरिरहेका छन्। दर्शकवृन्द, तर रूपाले कुनै पनि हालतमा रामलाई त्यस्तो अप्ठ्यारो समयमा एक्लै नछोड्ने कुरा व्यक्त गर्दै रामलाई साथ दिने कुरा व्यक्त गरेकी छिन्। अनि सबैजना आफआफ्नो मिसनतिर लागिसकेका छन्। दर्शकवृन्द, उता मुना, कमला लगायत सुशीला एक आपसमा विभिन्न कुराहरू गरेर बसिरहेका छन्। अनि वास्तवमा उक्त जोगी को होला भन्ने कुराको पनि उनीहरूले एकदमै गहन रूपमा सोचिरहेका छन्। दर्शकवृन्द, अनि मुनाले उक्त जोगीहरू मध्ये त्यो सेतै दारी अनि जुङ्गा फुलेको बुढो जोगी अरू कोही नभएर कतै हाम्रो बुढा श्रीमान त होइन भन्ने कुरा पनि व्यक्त गर्दै गर्दा कुनै पनि हालतमा हुन नसक्ने कुरा पनि कमलाले व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, साँच्चै नै रामले कहिल्यै पनि हिंसाको बाटो रोज्दैनन्, तर आज एकाएक त्यसरी विक्की र विशालको अन्त्य गर्दै गर्दाखेरि कुनै पनि हालतमा राम नहुने कुरा पनि उनीहरूले निष्कर्षमा निकालेका छन्। हो दर्शकवृन्द, अनि त्यसरी उनीहरूलाई बचाउने उक्त जोगीको बारेमा प्रहरीहरूलाई भन्नु हुँदैन भन्ने कुरा उनीहरूले सल्लाह गरिरहेका छन्। दर्शकवृन्द, अनि त्यहाँ प्रहरी आएर रामलाई कहाँ लुकाएर राखेको छौ भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि मुना र कमला लगायत सुशीलाले कुनै पनि थाहा नभएको कुरा व्यक्त गरेका छन्। हो दर्शकवृन्द, यदि त्यसरी विक्की र विशालको अन्त्य गर्ने जोगी अरू कोही नभएर राम हो भने अनि त्यसमा तिमीहरूलाई केही शङ्का लागेको छ भने तुरुन्त हामीलाई भनिहाल, नत्र भए त्यसरी बदलाको भावना बोकेर त्यसरी मान्छेको अन्त्य गरिदिने उक्त जोगीलाई माथिबाट गोली चलाउन आदेश आएको छ। यदि तिमीहरूलाई थाहा भएको कुरा तिमीहरूले भन्छौ भने राम मेरो पनि साथी हो, म उसलाई बचाउनको लागि अनि कानुनबाट छल्नको लागि सहयोग गर्नेछु भन्ने कुरा व्यक्त गरिसके पछाडि उक्त कुरामा भावुक भएर सुशीला लगायत मुना र कमलाले उक्त जोगीको बारेमा सबै कुराहरू भनिदिएका छन्। दर्शकवृन्द, अनि त्यहाँबाट प्रहरीले उक्त रिपोर्ट टिपेर लगेका छन्। हो दर्शकवृन्द, अब प्रहरीले कुनै पनि हालतमा उक्त सन्यासी रूपमा रहेका जोगीलाई नछोड्ने कुरा पनि व्यक्त गरिरहेका छन्। दर्शकवृन्द, उतातिर दुर्गा आमा, मालती र सुर्ती भएर एक आपसमा कुराकानी गरिरहेका छन्। हो दर्शकवृन्द, उक्त घटनामा जसरी विशालको पछाडि विक्कीको फोटो राखिएको थियो, कुनै पनि हालतमा उसले विक्कीलाई सकेर नै छोडियो। अब हामी पनि बच्दैनौँ, के गर्ने होला भनेर उता दुर्गा आमा लगायत मालती र श्रुति एकदमै आत्तिरहेका छन्। हो दर्शकवृन्द, अनि दुर्गा आमाले उनीहरूको उक्त फोटोमा एकातिर मात्र काटिएको कारण अनि उक्त कुराको अर्थ के होला भन्ने कुराको पनि एकदमै गहन तरिकाले सोचिरहेकी छिन्। दर्शकवृन्द, अनि त्यही बेला त्यहाँ प्रहरीहरू आएर दुर्गा आमा, मालती र श्रुतिको उक्त ज्यानमाथि एकदमै खतरा भएको कुरा व्यक्त गर्दै तपाईहरू हामीसँग गएर बस्न सक्नुहुन्छ,
तपाईँहरूको ज्यानलाई एकदमै खतरा छ भन्ने कुरा पनि व्यक्त गरिरहँदा कुनै पनि हालतमा सुरुतीले उक्त चौकीमा गएर नबस्ने। तपाईँ हाम्रो कति पनि चिन्ता नगरौँ, हामी आफ्नो केयर आफै गर्छौँ भन्ने कुरा पनि व्यक्त गरिरहेकी छिन्। दर्शकवृन्द अनि प्रहरीहरू त्यहाँबाट लागेका छन्। दर्शकवृन्द अनि रामको ताण्डव अनुसार जब राति हुन्छ त्यहाँ मालती र श्रुति भएको उक्त ठाउँमा भिक्षा माग्ने उद्देश्यले राम रूपा लगायत सबै जोगीहरू एक आपसमा त्यहाँ आएका छन्। हो दर्शकवृन्द अनि मालती र श्रुति बाहिर निस्किसके पछाडि उनीहरूको योजना अनुसार मालती र श्रुतिको उक्त आँखामा स्प्रे छर्किएर राम लगायत रूपाको उक्त टोली त्यहाँबाट गएको छ। दर्शकवृन्द अनि त्यसै गरी भिक्षा माग्ने उद्देश्यले उता दुर्गा आमाको घरमा पनि उक्त टोली पुगेको छ। दर्शकवृन्द अनि दुर्गा आमाले पनि केही भिक्षा लिएर बाहिर आएकी छिन्। दर्शकवृन्द तर उक्त एकदमै धेरै समूहमा रहेको जोगी अनि त्यहाँ चेत्तै कपाल फुलेको उक्त बुढो जोगीलाई देखिसके पछाडि दुर्गा आमाको सातो उडेको छ। हो दर्शकवृन्द अनि रामको ताण्डव अनुसार त्यसै गरी दुर्गा आमाको उक्त आँखामा स्प्रे छर्किदिएर उक्त टोलीहरू त्यहाँबाट हिँडेका छन्। हो दर्शकवृन्द दुर्गा आमा श्रुति र मालती एक आपसमा एकदमै तडपिरहेका छन्। हो दर्शकवृन्द जब बिहान हुन्छ उनीहरू तिनैजनाको आँखा वास्तवमा एउटा आँखा काम नलाग्ने भएको हुन्छ। हो दर्शकवृन्द वास्तवमा उक्त फोटोमा एकतिर मात्र काटिएको अर्थ अरू केही नभएर मालती दुर्गा आमा र श्रुतिलाई तडपाएर सक्ने योजना बुनिएको अर्थ रहेछ। हो दर्शकवृन्द अनि श्रुति पनि एकदमै डराउँदै हिजो राति त जोगीहरू आएर हाम्रो एउटा आँखा मात्र बन्द गरे भरे आएर हाम्रो अन्त्य गर्न सक्छन्। अब हामी कुनै पनि हालतमा यहाँ बस्नु हुँदैन, हामीले केही न केही आइडिया लगाउनै पर्छ, हामी यहाँबाट कतै गएर आफ्नो ज्यान जोगाउनु पर्छ भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि दुर्गा आमाले कुनै पनि हालतमा त्यस्तो गर्न नहुने कुरा व्यक्त गर्दै अब जुनसुकै हालतमा भए पनि उता हामी कमला र मुना भएको उक्त ठाउँमा गएर उनीहरूलाई एकदमै त्रसित बनाएर उक्त जोगीहरूको बारेमा सबै कुराहरू पत्ता लगाउनु पर्छ अनि जोगीलाई कुनै पनि हालतमा हामीले यो जङ्गल कटाउनु पर्छ, उनीहरूको बाउको बिहा देखाउनु पर्छ भन्ने कुरा व्यक्त गरेर ती तिनैजना कमला र मुना भएको ठाउँमा गएका छन्। हो दर्शकवृन्द अनि कमला र मुनाले आफ्नो घरमा दुर्गा आमा श्रुति र मालतीलाई देखिसके पछाडि तपाईँहरूको आँखामा के भयो भनेर सबै कुराहरू सोधेका छन्। दर्शकवृन्द अनि तिनीहरूले पनि बहाना पार्दै विभिन्न कुराहरू गरिरहेका छन्। हो दर्शकवृन्द अनि दुर्गा आमाले सबै कुराहरू व्यक्त गरेर वास्तवमा तिमीहरू र उक्त जोगीबीच के सम्बन्ध छ त्यो हामीलाई भन, नत्र भए हाम्रो कब्जामा तिमीहरूको श्रीमान राम रहेको छ, जुनसुकै हालतमा पनि हामी रामको अन्त्य गर्न सक्छौँ भन्दै रामलाई त्यसरी अपहरण गरेर लगिएको उक्त भिडियो देखाएका छन्। दर्शकवृन्द उक्त भिडियो देखाइसके पछाडि बिचरी मुना र कमला एकदमै धेरै भावुक भएर उक्त जोगीहरूको बारेमा सबै कुराहरू भनिदिएका छन्। दर्शकवृन्द अनि प्रहरीहरूले पनि उता रमेश रमिला लगायत सबैजना व्यक्तिहरूबाट उक्त जोगीको बारेमा सबै कुराहरू बुझिरहेका छन्। हो दर्शकवृन्द अनि ती सबै कुराहरू पछाडि मालती श्रुति र दुर्गा आमा पनि फर्किएका छन्। दर्शकवृन्द अनि बाटोमा प्रहरीहरूसँग भेट भएर उनीहरू पनि उक्त जोगीलाई समाउनको लागि प्रहरीहरू सँगै गएका छन्।
हो दर्शकवृन्द, अनि आजै नै प्रहरीहरूले उक्त जङ्गलमा बसेका जोगीहरूलाई नियन्त्रणमा लिएर हतकडी लगाउने कुरा गाउँमा चारैतिर फैलिसके पछाडि सबैजना उक्त जङ्गलमा पुगेका छन् दर्शकवृन्द। अनि उक्त जोगीको भेषमा रहेका राम उक्त जङ्गलमा ध्यान गरेर बसिरहेका हुन्छन् दर्शकवृन्द। अनि उक्त जोगीको भेषमा रहेका रामलाई प्रहरीहरूले चारैतिर घेरा लगाएका छन् दर्शकवृन्द। अनि प्रहरीले वार्निङ दिँदै उक्त जोगीको भेषमा रहेको व्यक्तिलाई प्रहरीहरूले चारैतिर घेरा लगाइसकेको, अनि यदि उक्त जोगीको भेषमा रहेको उक्त व्यक्ति भाग्ने कोसिस गर्यो भने माथिबाट गोली ठोक्ने आदेश आएको कारणले गर्दाखेरि प्रहरीहरूले गोली ठोक्नको लागि बाध्य हुने कुरा व्यक्त गर्दै कुनै पनि हालतमा आफूलाई समर्पण गर्न आदेश दिएका छन् दर्शकवृन्द। अनि उक्त बेलामा जोगीको भेषमा रहेका रामले केही पनि सोच्न सकेका छैनन् दर्शकवृन्द। अनि त्यसरी उनीहरूको हातबाट अनि उक्त गोली खाएर आफ्नो जीवनको अन्त्य गर्नुभन्दा उक्त जोगीको भेषमा रहेका रामले आफूलाई आत्मसमर्पण गरेका छन् दर्शकवृन्द। अनि उक्त प्रहरीले जोगीको भेषमा रहेका उक्त रामको हातमा हतकडी लगाएका छन् दर्शकवृन्द। अनि उक्त जोगीलाई त्यहाँबाट जेलमा ल्याएका छन् दर्शकवृन्द। अब साँच्चै नै बुहारी सिरियलमा एकदमै बवाल हुनेवाला देखिएको छ दर्शकवृन्द। कतै उक्त जोगीको भेषमा रहेको व्यक्ति अरू कोही नभएर राम भएको कुरा प्रहरीले थाहा पाउलान् त अब के होला त? यो सबै जान्नको लागि अर्को भागको प्रतीक्षा त पक्कै पनि गर्नै पर्ने हुन्छ। तबसम्म अर्को भागको प्रतीक्षामा रहनुहोला। हस्त धन्यवाद।